मेरो प्यारो दिजूले मलाई भेट्न आउनुभएको थियो अस्ति होइन, त्यही भएर म बिजी भएर भ्लगहरू पनि बनाउन पाइनँ, भिडियोजहरू पनि बनाउन पाइनँ होइन। अनि हेर्नु न हाम्रो नानु कति क्युट छ है, उसलाई नेपाली बोल्न आउँछ तर बाबुलाई चाहिँ आउँदैन। अनि त्यही पनि बाबुले बुझ्न चाहिँ बुझ्छ। अनि हामी गयौँ सेन्ट्रल लन्डनतिर दिदीहरूलाई लिएर होइन। अनि दिजूले चाहिँ यो यसको सार्क भन्नेको के अरे त्यो हेड ड्रायर किन्नु भएको रहेछ, अनि ट्राई गर्नुभयो। अनि हामीले यहाँ फोटोसोटो खिच्यौँ होइन, हल्का नाटक त पार्नै पऱ्यो। अनि त्यसपछि यहाँ सेल्फ रिजेसको बाहिर गएर यसो भिडियोहरू खिच्यौँ लाइट्समा। अनि त्यसपछि कस्तो राम्रो झिलिमिली हेर्नु न, बाफरे है। लन्डनको यो चाहिँ एकदम पपुलर स्पट हो क्या गाइज, इन्स्टाग्रामेबल स्पट हो। दिजू हल्का डान्स हान्दै हुनुहुन्छ आफ्नो छोरासँग है, रमाइलो। किनभने त्यहाँ म्युजिक थियो क्या, मैले म्युट गरिदिएँ किनभने भोइस ओभर अदरवाइज गर्न मिलेन होइन। अनि हामीले पनि यसो क्लिक होइन, क्लिक हान्नै पऱ्यो नि त, दिजू म क्लिक। अनि त्यसपछि छोरा र बुढासँग पनि क्लिक हान्नै पऱ्यो होइन। फेरि हामीलाई चाहिँ इग्नोर गर्यो भनेर सोच्लान्। अनि हल्का भिडियो खिच्यौँ। अनि मेरो बुढा चाहिँ एकछिन हराएको थियो क्या। अनि म एक्सप्लेन गर्दै थिएँ, तिमीलाई यसरी हामीले बोलाइरहेको थियो तिमीले देखेन भनेर, किनभने ऊ चाहिँ तिमीहरू मलाई छोडेर जाने भनेर पुरा ठुस्किरहेको थियो क्या। अनि हामीले कति बोलाइरहेको थियौँ तिमीलाई, तिमीले देखेनौ भनेर एक्सप्लेन गरेको होइन। अनि यो चाहिँ बच्चाहरूको खेलाउने सामानहरू किन्ने ठाउँ हो। अनि यहाँ चाहिँ कस्तो एक्सपेन्सिभ हुन्छ है। अनि हामी चाहिँ डराइरहेको थियौँ कि बच्चाहरूले फेरि माग्ला, जिद्दी गर्ला, किन्न माग्ला भनेर क्या। किनभने उनीहरूको अलरेडी कति धेरै टोइस होइन, देयर इज नो पोइन्ट क्या फेरि टोइसहरू किनेर। अनि यहाँ चाहिँ म हिँडिरहेको छु हेर्नु न छोरासँग। अनि यसलाई हिँड्न दिएको क्या आजकल है, बोक्दा म सक्दिनँ, म थाकिसकेँ। एक दिन पछाडि बोकेर ढाड दुखेर रहेछ है, म त किडनी टेस्ट गर्न गएको के। अनि हेर्नु न नानी बाबुहरू पनि पिक्चर्स खिचेको है, कस्तो रमाइलो पुरै लाइट चाहिँ। अनि चाइना टाउनमा चाहिँ हामी चाइनिज खान जाउँ न, जहिले हामी एउटा चाइनिज खाने ठाउँमा जान्छौँ भने कस्तो मिठो छ क्या। अनि दिजू र दादाहरूलाई पनि त्यहीँ लानु पऱ्यो भनेर हामी लग्यौँ होइन। अनि त्यसपछि हेर्नु न कस्तो राम्रो लाग्छ क्या। यहाँ पुग्दाखेरि चाहिँ जे भए पनि अब चाइना भनेको हाम्रो नेबरिङ कन्ट्री हो नि त, घर नजिकै पुगे जस्तो लाग्छ। अनि बेबीलाई लिएर बाहिर खेल्न गयो एकछिन, किनभने यहाँ रेस्टुरेन्टमा कुद्न नपाएर अलिक एजिटेटेड भएको थियो कि। अनि बुढाले लगिराख्यो। अनि त्यसपछि चाउमिनहरू यस्तो आमामा यस्तो। हामी त होइन खाना आएपछि त कसैसँग कुरा पनि नै क्या, गप खाएको होइन। म त जहिले यो रेस्टुरेन्ट जाँदाखेरि यस्तै हो क्या, यो रेस्टुरेन्ट चाहिँ फ्यान्सी टाइपको यस्तो केही होइन तर अथेन्टिक चाइनिज क्या, यस्तो मिठो हुन्छ नि। अनि जाने बेलामा फेरि डिजर्टमा M&M खाऊँ न भनेर M&M गयौँ होइन। अनि हल्का चक्लेट खायौँ। अनि नेक्स्ट डे चाहिँ हामी मोमो प्लान गऱ्यौँ होइन। मोमो दिजूहरूले नै, मैले प्लान गरेको लास्टमा दिजू र भेनालजुले मात्रै बनाउनु पऱ्यो। अनि त्यसपछि अनि नानीहरू यसरी कस्तो मजाले खेलिरहेको थियो हेर्नु न, कति मजाले खेलिरहेको।